के छ खबर? ठिक छ हजुर। अनि के छ हजुरको खबर? आज हामी सचिन परियार र सोनिया परियारसँग रमाइला कुराकानी गर्नेछौँ। नमस्ते। हजुर नमस्ते। के छ खबर? ठिक छ। अनि बहिनी नमस्ते। नमस्ते। के छ? नमस्ते। तो आप कह रहे हैं कि अब आप भारत को बॉस मानने से इनकार करते हैं, उसी पर बहस है। अब भारत अगर कल समझता होगा, आज भारत अपने को बॉस नहीं समझता, इसलिए उस पर बॉस का। और आपको लगता है कि बॉस नहीं समझता लेकिन बड़ा भाई समझता है? आप 68 साल के हैं, मोदी जी 70 साल के हैं, तो उनसे सीधे बात कर सकते? व्यक्तिगत तौर से हाँ, व्यक्तिगत तौर से वो हमसे बड़े हैं उम्र के हिसाब से। जब हम दो प्राइम मिनिस्टर बैठेंगे तो दो प्राइम मिनिस्टर बैठेंगे, बड़ा प्राइम मिनिस्टर छोटा प्राइम मिनिस्टर नहीं, दो सोवरेन कंट्री के प्राइम मिनिस्टर्स बैठेंगे। जब हम पॉलिटिक्स में लगे तब वो पैदा भी नहीं हुए थे। बिल्कुल। हम दो पड़ोसी देश हैं, आकार में छोटे बड़े हैं मगर राष्ट्र की हैसियत से बराबर है। एउटा टेस्ट गर्नुपर्ने थियो क्या सानो खालको एउटा टेस्ट गर्नुपर्ने थियो। खोइ हजुरको एकचोटि हात पाउन। टाँसिया कि टाँसिएन तपाईँ आफै भन्नु त। यो टाँसिया त छैन अहिले। टाँसिया त छैन, त्यही त। नत्र उहाँको हात त फलाम फलाम भन्ने सुनेको थियो होइन? त्यो सुनिरह भएर मैले एकचोटि ट्राई मात्र गरेर, मार्केटमा ठुलो हल्ला छ नि उहाँको हात फलाम हो भनेर। मलाई के लाग्छ भने तपाईँको यो चुम्बक जाने नकली हो कि जस्तो। 6 million ways to die, choose one. यदि तपाईँको एक्सले, यो चाहिँ क्वेसन मात्र हो, एक्सले फेरि पनि डेटिङ जाउँ भनेर प्रस्ताव राख्नुभयो भने तपाईँ जानुहुन्छ कि जानु? क्यापिटल एक्स कि स्मल एक्स? अलिकति जन्म नलेज छैन हाम्रो फाइटर एक्टरहरूलाई। पातलो मान्छेले चाहिँ 80 किलो मान्छे उडाउनलाई चाहिँ फुल पावर चाहिन्छ नि। हावातामा प्याटा हान्यो फाटो उड्यो, त्यो चाहिँ मलाई मन नपर्ने। तर फ्यान्टासीले लिन्छ। दर्शकलाई धन्यवाद। अनमोल केसीले भ्लाट हान्ने 2 जना उडाएछ, कोर्ट यसै मिलाइ हिँडिरहेछ। अब विराज भट्टको कुरा आरौँ। यस, एक्सन स्टार उहाँ पनि। उहाँको राम्रो पक्ष के त? मेरो कुरा सुनेछ, निखिलको सब्सिडमा स्टार बनाइदिएको छ। अनुहारले त हिरो बन्ने खालको, भिलेन बन्ने खालको हो नि त। कोरोनाको कहर छ, अर्कोतिर सीमा विवादको कुरा छ, अर्कोतिर एमसीसीको कुरा छ। यस्तो बेला अब गर्ने चाहिँ के त? केही नगर्ने, कोठामा बस्ने, टुटुला गफ गर्ने, नेताको कुरा सुन्ने, बत्याउने, अनि आफ्नो जसले खाएको आफै खाने। नेपाल कम्युनिस्ट पार्टीको सदस्य लिइसकेपछि तपाईँले के फाइदा लुट्नु भयो? अहिलेसम्म दिएको देशो मैले। प्रचण्ड दाई र चाहिँ केपी ओली दाई भनेको शिवशेष दाई र भुवन दाई जस्तो हो है। उहाँहरू भएको फिल्म हिट छ, उहाँले भए पनि उहाँहरू मिल्यो भने यो देश हिट हुन्छ। भोट दिनु, जिताउनु, अनि त्यहाँबाट चाहिँ विकास गराउनु, नगर्यो भने यहीँबाट लखड्नु। जरुरत नहीं है, ये सबकी अपने को जरुरत नहीं है। त्यसमा तपाईहरुले नेतालाई लखट्न सक्नुहुन्छ? राजेन्द्र खड्कीले, कलाकारले परेपछि लखडिहाल्छ नि यार। तपाईँ हामीलाई भोलि यस्तै कन्डिसन भयो भने होइन, राजा लखटे नेता को हो र यार। तिमी आफ्नो बुढी हेर्यौ? आफ्नो बुढी हेर्यौ? बुढी त यही चाहिँ। शत्रु गतेको के भने आई लभ यु भने जस्तो लाग्यो। तपाईको बिहे भयो? तपाईको बिहे भयो? एउटा भयो, अर्को हुन बाँकी छ। तपाईले प्रकाश सुवेदीलाई पागल भन्नुभएछ नि, उहाँले त चित्त दुखाउनु भएको छ। तपाईँ पनि पागल है। तिमी पनि पागल झै भाग्यौ, तिमी पनि पागल झै भाग्यौ,
अहिलेसम्म तपाईँले कसैलाई मार्नु भएको छैन, हत्या गर्नु भएको छैन मान्छेलाई? मान्छेलाई त मारेको छ, नकआउट व्यवस्था धेरै भयो पनि। त्यत्तिकै हान्दाखेरि मान्छे थला पर्छन्। मैले यसरी यति हानेपछि तपाईँ त्यहाँ घुमेर त्यहीँ ढल्छ भने यार। म्युजिक हो मैले के छु यहाँ माउंट एवरेस्ट पर भारत का भी दावा होना चाहिए। अच्छा अच्छा अच्छा, तेरा बाप यहाँ छोड़कर गया था कि तेरी माँ? वर्ष 1852 में राधानाथ सिकदर वो पहले व्यक्ति थे जिन्होंने माउंट एवरेस्ट की ऊंचाई को नापा था। तो मैं क्या करूं? म्यूजिक। ओए सुधीर, नेक्स्ट टाइम नेपाल नहीं छेड़ेगा, नहीं आने का है। साला तेरा इतना पीस करूंगा कि तेरे को याद ही नहीं होगा। देशलाई पर्यो भने त म त त्यो रायन खड्के पछाडि देश अगाडि के फुस्न मेरो लागि त फुस्न त्यो त मलाई पर यसो ल्याएर साला टाउकै कुचाइन्छु। Let me tell you what to do. If your girl mess around, slap that dick. If a nigga wanna clown, slap that dick. If they fucking you around, slap that dick. एकदम यङ फिल गर्नुहुन्छ पक्कै पनि लाग्छ हैन। त्यस्तो लाग्दाखेरि कहिलेकाहीँ एकदम आफुलाई मन परेको हिरोइनहरुसँग डेटिङ जाऊ हैन टाइपको अलिकति त्यस्तो खालको फिलिङ्सहरु मिस गरे जस्तो हुन्छ। त्यस्तो फिलिङ आउँदैन किनभने भने मान्ने केटी भइदिए भए पो यसो आश गर्नु टेर्दैन। आजकलको केटीहरु टेर्दैन। अब मैले भन्नु न अब अहिले नडाँटी भन्नु पर्दा तपाईसँग नि यसो के आश लागेको छ। अब तर मान्छ भने मलाई फिटै आश छैन। अब यो अघि तपाईले भने डेटिङ सेटिङ जाउँ। Guess who's back? Still doing that shit, Andre? Oh, for sure. काठैको बाकसमा बोले माया एक बोचन बोल्दा तिम्रै बोली छ मलाई अनमोल। किन रोको? सचिन किन रोको? एक्टिङ गरेको